टोक्ने मैले आज कपडा किनेको के भयो भन्दाखेरि कहाँ हो जानी ए मैले आज ज्याकेट किनेको होइन 800 रुपियाँ के अरे 1300 रुपियाँ भनिदियो झार्दै झार्दै 800मा ढिपी कसेँ होइन ढिपी कसेँ त्यहाँ 800 पनि ओके भनिदियो कि इजिली त्यो भनेको त्यो कपडालाई कम्तीमा धेरै पऱ्यो तिनीहरूको 100 रुपियाँ 150 रुपियाँ ज्याकेट होला त्यो 200 रुपियाँको म त 800 धेरै हो कि मैले दिएको त भ्यान्सले मतलब वो अलग ही लेवल का बंदा था। होइन भाइ ढुक्क भयो 800 रुपियाँ धेरै भनेको हेर मैले होइन त्यो चाहिँ मैले धेरै भनेकै हो त्यसलाई धेरै पऱ्यो 500 450 ठिक्क कति हो भन्दाखेरि मैले चाहिँ कति हो भन्दाखेरि मैले चाहिँ कति भन्नुपर्दा 600 रुपियाँ भन्दा भए चाहिँ ओके भनिदिन्थ्यो होला कि 700 भन्न मनमा त आएको 700 भन् 700 भन् भन्छ 700 सकिनँ के फर्का राम त मलाई सोच्यो भने मैले त भनिदिएँ त मलाई जति लागेको थियो टेन्सन भयो अहिले अलिक घटाएर भन्न सक्दैन थियो भोसरी मलाई के थाहा थियो त्यसलाई कति परेको कति परेको भने त्यसलाई कति अनुमान मलाई के थाहा छ अनुमानित गर्ने त ठ्याक्कै 50% घटाएर भनियो यसले भनिदियो अब फेरि चड्डी किनेको रे मान्छेलाई बक्सर किनेको के भन्यो भन्दाखेरि बाबु हामीलाई त 250 भन्दा तल आउँदैन होइन एउटा होइन भोसरी त्यो मान्छेलाई होइन 150 रुपियाँ पनि धेरै हो त्यो बक्सर मलाई साह्रै नै चित्त दुख्यो हड्डी अब त्यो चाहिँ 800 रुपियाँ भनिहाल्नु त 800 रुपियाँ नपर्ने कुरा हो के बोलिया सोचिरहेको मामो तेरा बहिन के 14 नपर्ने लगाउँछु म यस्तो बोलिदिन्थेँ कि यसरी होइन त्यहाँ त लगाएर चाहिँ अब मैले त्यही 800 रुपियाँको मलाई चित्त बुझिरहेको होइन 800 रुपियाँ तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने अन्ति होइन अलिकति घटाइदिनु होला म क्युआर पनि छोडिदिन्छु उस्तै पऱ्यो क्युआरमा पनि ट्याक्क होइन घटाएर हालिदिनु होला भन्न चाहन्छु र यसै गरी अब हाम्रो यात्रा रहेको छ मालेपाटन के चित्त बुझ्छौ 800 रुपियाँ भनेर त मैले चित्त दुखो कि मेरो कस्तो रुन मन लाग्यो सुकुम्बासी कस्तो रुन मन लाग्यो